हेलो नमस्ते। हेर्न सक्नुहुन्छ है तपाईँहरूले बर्मकमल फुलको बोट। धेरैजना त बर्मकमल फुल सम्बन्धी जानकारै हुनुहुन्छ होला र कतिपय चाहिँ अन्जान पनि हुनुहुन्छ होला। योभन्दा 1 वर्ष अगाडि म अन्जानै थिएँ। मेरो साथीले चाहिँ रोप्नु नि घरमा राम्रो फुल्छ, बर्मकमल फुल भनेको राम्रो फुल्ने फुल हो भनेर दिनुभएको थियो। हुन्छ नि त भनेर मैले घरमा ल्याएर रोपेको थिएँ। रोपेको 1 वर्षमा चाहिँ उसले फुल्न सुरु गरेको छ। योभन्दा अघिल्लोचोटि उसले 3वटा फुल फुलेर पनि सकेको हो। एकदमै राम्रो लाग्यो मलाई त्यो फुल देखेर। अनि मैले यो फुल चाहिँ कसरी फुल्दो रहेछ, कति दिनभित्र चाहिँ फक्रिसक्दो रहेछ, अनि यो राति मात्र फुल्छ, अनि त्यही पनि 1 रात मात्रै फुल्छ। कतिले त वर्षमा एकचोटि फुल्ने, 1 रात मात्र फुल्ने, छ्याडिक फुल्ने फुल हो भनेर पनि सुनाएको थियो मलाई। अनि मलाई जिज्ञासा लाग्यो कसरी फुल्दो रहेछ भनेर। अनि मैले यसलाई राम्ररी निहालिरहेको छु कि अहिले चाहिँ मैले तपाईँलाई पनि देखाउन खोजिरहेको छु। यो फुल्न लागेको फुल यो चाहिँ 13 दिनको हो। यो चाहिँ अब आज 14 दिन कम्प्लिट भएको छ। यसले चाहिँ 15 दिन कम्प्लिट भएको छ। यसरी चाहिँ सामान्यतया यो 12 देखि 15 दिनभित्र फुल्न सुरु गर्छ यो फुलले चाहिँ। र कसरी फुल्छ त भन्दाखेरि बोट यस्तो रबरको जस्तो छ, क्याक्टस प्रजातिको भएको हुनाले यसरी रबर जस्तो राम्रो खालको छ। अनि यसरी कोपिला लाग्छ। यो पातबाट कोपिला लागिरहेछ है। यो कोपिला स्टाइलले नै उसको हाँगा पनि आउँछ, ब्रान्च पनि आउँछ। यसरी हाँगा पनि फर्स्टमा चाहिँ एउटै तरिकाले चाहिँ उनीहरूले स्टार्टिङ दिन्छ यसरी गरेर। यो फुल हो कि पात हो भनेर चाहिँ छुट्याउन गाह्रो हुने क्या। अनि यो चाहिँ पात हो, यो चाहिँ फुल हो। यो 4 दिन भइसक्यो, यो 3 दिन, ऊ त्यो 1 दिन, यस्तै गरी। अनि यो पनि ठ्याक्कै 15 दिन भएको छ। 15 दिनमा चाहिँ यो अघिल्लो टाइम फुल्दाखेरि फुलेको थियो। अहिले पनि यो आज राति चाहिँ फुलिसक्छ जस्तो छ। फुल्दा यसरी सट्टै बटारिएर ठक्कै उँभो गएर अब यो चाहिँ बिस्तारो चाहिँ फुल्छ। कसरी फुल्छ त, कहिले फुल्छ राति मात्रै, कहिले चाहिँ पूर्ण रूपमा फक्रिन्छ त भन्दाखेरि चाहिँ यो चाहिँ 9 देखि 10 बजेतिर चाहिँ स्टार्ट गर्न थाल्छ। 9 देखि 10 बजे चाहिँ फक्रिने क्रम उसको जान्छ। फक्रिँदै गएर ठ्याक्कै मध्यरातमा 11 देखि 12 बजे चाहिँ पूर्ण रूपमा फक्रिसक्छ क्या। अनि फक्रिँदा एकदमै राम्रो यस्तो देखिन्छ नि अहिले। भरे चाहिँ एकदम फक्रिँदाखेरि पूर्ण रूपमा फक्रिँदाखेरि चाहिँ सेतो बर्मको आसनमा श्वेता फुल सललल एकदमै सुन्दर देखिने, एकदमै आकर्षक देखिने फुल फुल्छ है। अनि ऊ फुल्दाखेरि उसको बास्नादार पनि हुन्छ। हो एकदमै वरिपरि मिठो बास्ना पनि आउँछ। सुगन्धित फुल र आकर्षक फुल, एकदमै राम्रो फुल हो। र त्यसैले उसलाई चाहिँ अङ्ग्रेजीमा क्विन अफ द नाइट पनि भनेको छ। अङ्ग्रेजीमा नाम दिएको छ क्विन अफ द नाइट, रातकी रानी। वास्तवमा रातकी रानी नै जस्तो देखेँ मैले पनि। मैले प्रत्यक्ष रूपमा योभन्दा अगाडि फुलेको टाइममा मैले हेरिसकेको छु। उसको छेउमा चाहिँ अरू फुलहरू एकदमै फिक्का लाग्छ। जस्तै फुल आए पनि, गुलाबकै फुल आए पनि फिक्का नै हुन्छ। किनभने उसको फुल्ने स्टाइल र उसको बस्ने आसन नै अब ब्रह्मको आसनमा बसेको हुन्छ, यस्तरी कर्ली भनेर। र ठ्याक्क यस्तरी दियो बालेर झलझल बाले स्टाइलले नै फक्रिन्छ के फक्रिँदाखेरि। अनि उसको त्यो आकर्षण यति राम्रो छ कि जो कोहीलाई पनि लत्थ पार्ने सुगन्ध र आकर्षणले मान्छे लत्थ पार्छ। हेरेको बनाउने खालको फुल उसले फुल्छ। र उसको यति राम्रो सुन्दरता फेरि यति छ्याडे क्या। कमसेकम यति फुलिसकेपछि 6 महिना फुल्नु, 1 वर्ष फुलिराख्नु नि भन्ने जस्तो लाग्छ नि होइन। तर ऊ त्यस्तो फुल्दैन। उसले 12 बजे पूर्ण रूपमा फक्रिसके पछाडि रातिभरि फुलिरहेछ। र अनि बिहान पाखातिर चाहिँ 4 देखि 5 बजे ठाउँमा चाहिँ उसले ओइलाउन सुरु गरिसक्छ। 5 बजे त झ्याप्पै ओइलाइ नै सक्छ क्या। अब फेरि यस्तो दुःख लाग्छ है। त्यसरी उसले चाहिँ ओइलिन्छ। यति छोटो समयमा एकदमै राम्रो मान्छेको जो कोहीले पनि उसलाई हेर्ने जतिको माइन्डमा चाहिँ त्यति राम्रो सुन्दर फुल कहिले पनि कुनै पनि फुल छैन भन्ने चाहिँ इमेज छोडेर जान्छ उसले। त्यस्तो खालको फुल रहेछ यो। त्यही भएर यो हिन्दू धर्मशास्त्र अनुसार चाहिँ
ब्रह्मको आसन र यो फुल फुलेको हेर्न पायो भने गुड लक हुन्छ, लक्कीले मात्रै हेर्न पाउँछ भनेर भनिएको रहेछ। र मलाई चाहिँ लक्कीले मात्रै नभएर अब हेर्न चाहेदेखि यसरी अगाडि नै थाहा भइसक्छ आज राति फुल्छ भनेर होइन। राति चाहिँ अब हेर्नै मन लागेदेखि कुरेर नै नसुती राति कुरेर नै फुलेको फुल हेर्न जो कहिले पनि सक्छ, भाग्यमानीले मात्रै होइन। तर अब त्यो मान्यता रहेछ, भनाइ रहेछ, त्यो भनाइ पनि राम्रै भनाइ होला। पहिला चाहिँ झुक्किएर मात्रै देख्न पाउँथे होला, अहिले त अब घर घरमा कौसीमा रोपिन्छ, हेर्न चाहेको खण्डमा अब यो कोपिला लाग्यो भरे फुल्छ भनेर फुलेको हेर्न सकिहालिन्छ है, हामीले जो कहिले पनि सकिन्छ। अब हेर्न पाउनेले भाग्यमानीले मात्रै हेर्न पाउँछ भन्ने होइन, भाग्यमानीले पनि हेर्न पाउने होला हुन चाहिँ सायद। त्यही मान्यता चाहिँ त्यस्तो हो, अब धार्मिक भनाइमा चाहिँ त्यस्तो रहेछ। घरमा यो फुल्यो भने घरमा सुख शान्ति र समृद्धि पनि आउँछ भन्ने चाहिँ भनाइ रहेछ। राम्रो छ, राम्रो कुराहरू हेर्न पाए, भेट्न पाए, राम्रो कुरासँग बस्न पाए त्यतिकै पनि सुख शान्ति र समृद्धि फिल गरिन्छ। त्यही भएर होला त्यसरी पनि भनिएको। तपाईँहरू पनि रोपेर हेर्न सक्नुहुन्छ है। म भोलि फुलेको पनि भिडियो खिच्छु। आजलाई चाहिँ यति नै राखेँ, धन्यवाद।